स्क्रिलमा मसँग $45 जति छ हैन, $45 अनि त्यसलाई म विथड्र गर्न चाहन्छु। पहिले म सुरुमा स्क्रिल चाहिँ खोल्छु है। तपाईं स्क्रिल चाहिँ मेरो अन हुँदैछ। स्क्रिल चाहिँ अन भइसकेपछि अब स्क्रिलमा अन भइसकेपछि म चाहिँ यो डलर चाहिँ मेरो चाहिँ नेपाली बैंकमा विथड्र गर्छु हैन। मैले चाहिँ विभिन्न किसिमको ट्रान्जेक्सन यहाँ गरिरहेको छु। तपाईको ट्रान्जेक्सन हिस्ट्रीमा हेर्दाखेरि पनि विभिन्न किसिमको ट्रान्जेक्सन हुन्छ। यो धेरै प्रकारको ट्रान्जेक्सन भइसकेको छ हैन। अब तपाईले यसै गरी चाहिँ स्क्रिलमा पैसा कसरी कमाउने है, फ्रीलान्सर काम कसरी गर्ने, फ्रीलान्सर जब कसरी गर्ने अनि भनेपछि मेरो यत्रो डलर चाहिँ आइराछ। तपाई पनि यसरी चाहिँ कमाउन चाहनुहुन्छ भने म तपाईले चाहिँ सजेसन के गर्छु भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नु। म यस्तै भिडियोहरु ल्याउँछु हैन। अब मैले चाहिँ यतिका ट्रान्जेक्सन गरिसकेको छु। स्क्रिलमा यत्रो धेरै चाहिँ डलर चाहिँ मैले चाहिँ विथड्र गरिसकेको छु हैन, मेरो चाहिँ नेपाली बैंकमा। अब मैले चाहिँ लाइभ रुममा नेपाली बैंकमा विथड्र गरेर देखाउँछु। पहिला सुरुमा चाहिँ नेपाली बैंक चाहिँ लिंक गर्छु, बैंक अकाउन्ट चाहिँ लिंक गर्छु, त्यसपछि ट्रान्जेक्सन गर्छु। अब मेरो एउटा 45.45 USD छ हैन, US छ, US डलर छ, USD छ। अब यो डलरलाई चाहिँ मैले विथड्र गर्नको लागि सुरुमा चाहिँ म चाहिँ माथि एउटा ट्रान्सफर भन्नेमा क्लिक गर्छु। ट्रान्सफर भन्नेमा क्लिक गरिसकेपछि सेन्ड टु माइ सेल्फ छ, म आफैलाई पठाउन लाग्यो भने सेन्ड टु माइ सेल्फमा क्लिक गर्ने। अब तल तपाई ई-सेवा पनि छ हैन, तपाईले एउटा वालेटमा एड गरेर तपाईले ई-सेवा वालेट हुन्छ भनेपछि ई-सेवा चाहिँ एड गर्न पनि सक्नुहुन्छ। यदि तपाईले चाहिँ बैंकमा गर्ने भनेपछि डाइरेक्ट बैंक अकाउन्ट चाहिँ एड गर्नुपर्छ। अब सुरुमा ई-सेवा वालेट जोइन गर्ने भनेपछि वालेटमा क्लिक वालेट गरिसकेपछि तपाईले ई-सेवा वालेट गरेर ई-सेवाको नम्बर चाहिँ राखेर चाहिँ तपाईले चाहिँ नम्बर राखेर चाहिँ यसमा चाहिँ ई-सेवा लिंक गर्न पनि सक्नुहुन्छ। ई-सेवा नम्बर राखेर ई-सेवा लिंक गर्न सक्नुहुन्छ, ई-सेवामा विथड्र गर्न सक्नुहुन्छ इन्स्ट्यान्ट। तर मैले चाहिँ यसमा नगरेर मेरो बैंकमा गर्न चाहन्छु। बैंकमा गर्नको लागि सर्वप्रथम माथि एड बैंकमा क्लिक गर्ने। एड बैंकमा क्लिक गरिसकेपछि तपाईले स्विफ्ट कोड छ र यहाँ बैंक अकाउन्ट नम्बर छ। अब स्विफ्ट कोड र अकाउन्ट नम्बर चाहिँ म पहिला बैंकको अकाउन्ट चाहिँ खोले ओपन गरे। ओपन गरिसकेपछि अकाउन्टमा जान्छु। अकाउन्टमा गइसकेपछि म एउटा USD अकाउन्ट चाहिँ मैले चाहिँ गर्छु हैन। अब USD अकाउन्ट मेरो पहिला अकाउन्ट लिंक गर्छु। यो अकाउन्ट चाहिँ लिंक गर्न 017 म पहिला अकाउन्ट लिंक गर्छु हैन। यसमा अकाउन्ट लिंक गर्छु अनि अकाउन्ट लिंक गर्नको लागि 0nabilbank.com गरिसकेपछि तपाईले स्विफ्ट कोड चाहिँ यहाँ बैंकको यतातिर स्विफ्ट कोड पाउनुहुन्छ हैन। यतातिर छ स्विफ्ट कोडलाई कपी गरेर त्यसमा राख्ने हैन। यो स्विफ्ट कोड छ NARBNPK भन्ने स्विफ्ट कोड छ। यो स्विफ्ट कोडलाई कपी गरेर पेस्ट गर्छु है। यसमा चाहिँ स्विफ्ट कोड चाहिँ पेस्ट गर्छु। अब स्विफ्ट कोड पेस्ट गरे नि अकाउन्ट नम्बर चाहिँ यो भयो। अब तपाईले चाहिँ मैले यो लिंक गर्छु 485 छ। टिक भइसकेपछि म क्लिक गर्छु, एड गर्छु। एड गर्दाबित्तिकै मेरो बैंक चाहिँ एड भइसकेको छ। अब बैंक चाहिँ माथि मेरो म देखाउँछु। भर्खर चाहिँ मेरो यस्तो इमेल आइसकेको छ। के भनेछ भनेपछि यु हेभ सक्सेसफुली एडेड अ न्यू बैंक अकाउन्ट टु स्क्रिल अकाउन्ट। यो स्क्रिल अकाउन्टमा न्यू बैंक अकाउन्ट चाहिँ सक्सेसफुली एड भयो भनेर यसमा आइसकेको छ। आइसकेपछि अब मैले चाहिँ फेरि त्यसैमा गएँ। जाँदाखेरि चाहिँ अब म डलर मसँग कति छ भने चाहिँ सुरुमा चाहिँ 45 छ। म यो डलरलाई विथड्र गर्न चाहन्छु। विथड्र गर्नको लागि मैले चाहिँ यसमा ट्रान्सफरमा जान्छु। ट्रान्सफरमा गइसकेपछि फेरि सेन्ड टु माइ सेल्फ ओके त्यसमा क्लिक गरिसकेपछि अलरेडी बैंक चाहिँ नबिल बैंक लिमिटेड भन्ने आइसकेको छ हैन। मैले बैंकमा क्लिक गरेँ। क्लिक गरिसकेपछि अब मिनिमम $40 है, म्याक्सिमम $41 चाहिँ गर्न सकिन्छ भने मिनिमम $40 यो मिनिमम 40.07 चाहिँ विथड्र गर्न सक्नुहुन्छ। तपाईसँग अहिले चाहिँ $41.44 छ। 44.44 छ 40 माने $45.45 त छ। तर यसको चाहिँ के हुन्छ अलि चार्ज लाग्छ। त्यसैले 41.44 छ भनेपछि मैले $41 चाहिँ विथड्र गर्छु अनि $41 विथड्र गरिसके $0.44 चाहिँ रहन्छ। मैले यसमा क्लिक गरे। गरिसकेपछि तपाईले चाहिँ यस्तो चाहिँ $41 चाहिँ विथड्र हैन आइसकेको छ भनेपछि यसमा के हुन्छ अप टु द 5 डे मनी अराइभल अप टु द 5 डे 5 बिजनेस डे लाग्छ भनेको छ। तर 5 बिजनेस डे चाहिँ लाग्दैन किनभने एकदम तपाईको एक दिनमै हुन्छ हैन। तर भन्दाखेरि के भनेको छ फी भनेको $4 छ अनि त्यसमा टोटल $45 छ भनेपछि 1 USD भनेको 0.837 उ छ। स्क्रिल रेटमा युरो छ। तपाईले कन्भर्जन युरो टु नेसेसरी बिकज योर पेमेन्ट प्रोवाइडर डज नट सपोर्ट द USD चाहिँ सपोर्ट गर्दैन। त्यसैले चाहिँ युरोमा भनेको छ। मैले यसैमा कन्भर्ट गर्छु है।
अब कन्भर्ट गर्छु भने चाहिँ यताबाट युरो जान्छ भनेपछि या त युएसडी जाँदैन, युरो जान्छ है। अब यसमा पिन हाल्ने, आफ्नो पिन राख्ने, यसमा पिन राख्ने, पिन राखिसकेपछि तपाईले चाहिँ के भन्छ विथड्र भइसकेछ। 0.41 माथि स्क्रिनमा मेल पनि आइसकेछ। म मेलमा पनि क्लिक गर्छु। मेलमा क्लिक गरिसकेपछि मेल पनि आइसकेछ। तपाईले यसमा सक्सेसफुली विथड्र भइसकेछ। यो के भनेछ भने US $41 सेन्ड योर बैंक भनेको छ। मनी अराइभल भनेको 2026 अनि जुलाई 21 मा आउने छ। आज कति भयो भने चाहिँ माथि हेर्दाखेरि जुलाई 14 छ, जुलाई 21 मा हुने छ। त जुलाई 21 मा हुँदैन, जुलाई 14 छ भने 15-16 सम्म आइहाल्छ। अब मैले चाहिँ गो टु होममा गएँ। गो टु होममा जाँदाखेरि अब तपाईँ चाहिँ मैले अहिले चाहिँ विथड्र गरेको यसो पुरो चाहिँ इमेल खोले भनेपछि इमेलमा पनि तपाईले इमेल खोले, इमेलमा पनि कन्फर्मेसन विथड्र आइसकेको छ। अमाउन्ट भनेको 41 USD छ। अब टाइम चाहिँ यो वेस्टर्न युनियन टाइम अनुसार नै यति बजे आउँछ भनेछ। ट्रान्जेक्सन आइडी यहाँ देखाएको छ। अनि बैंक अकाउन्ट भनेछ, बैंक नेम भनेको नोबेल बैंक लिमिटेड छ। र त्यसपछि एकाउन्ट नम्बर IBN नम्बर भनेको 01 देखि लिएर 140-185 छ। सिटी अनि कन्ट्री भनेको नेपाल छ है। अब बैंक ट्रान्सफर विथड्र टेक बिट्विन द 2 देखि 5 वर्किङ डे भनेछ। 2 दिनदेखि 5 दिनसम्म है, 2 दिनदेखि 5 दिनसम्म लाग्छ भनेर भनिसकेको छ। अब भनिसकेपछि अब तपाईले इमेल हेरिहाल्नु भयो। इमेलमा सक्सेसफुली विथड्र भइसकेको छ। अनि यसमा चाहिँ यो 0.1 USD चाहिँ विथड्र भइसक्यो। भइसकेपछि सिधै चाहिँ अब मेरो स्क्रिनमा गएँ। स्क्रिनमा गइसकेपछि अहिले चाहिँ नोबेल बैंकमा विथड्र गरेको यो मोबाइल बैंकमा क्लिक गर्दाखेरि अब पेमेन्ट चाहिँ सेन्ड भइसक्यो। प्रोग्रेसरमा छ हैन, प्रोग्रेसरमा छ भनेपछि प्रोसेसमा छ, प्रोसेसनमा अथवा प्रोग्रेसरमा छ भनेपछि एउटा सेन्ड भइसकेको छ। प्रोग्रेसरमा छ, प्रोग्रेसर भइसकेपछि अनि कम्प्लिट हुन्छ, कम्प्लिट भइसकेपछि ट्रान्सफर हुन्छ। अब मैले यस ट्रान्सफर भइसकेपछि मेरो बैंकमा आइसकेपछि म तपाईले देखाउने छु हैन। तपाईले यो मेरो च्यानललाई सब्स्क्राइब गर्दै रहनु होला।